ल सबैलाई एकदम दसैँको शुभकामना। आज महाअष्टमी, हामीले आज चाहिँ मार हान्ने दिन। अब मार हान्यो, बसियो, खाइयो, रमाइलो पनि भयो होइन। हामी सबैजना छौँ, अरू धेरैजना गइसक्नु भयो। अहिले त हामी 2-4 जना मात्रै छौँ। तर पनि हाम्रो दाइको कस्तो ओपनिङ रह्यो यसमा चाहिँ। हाम्रो दाइले चाहिँ आज भनिदिनुहुन्छ मेरो एउटा शुभचिन्तक, मेरो भाइ राम भाइ, मेरो एउटा चाहिँ माइला भाइ, एउटा मेरो साइला भाइ, एउटा उहाँ मेरो भाइ, एउटा चाहिँ मेरो इन्चेप, मेरो एउटा छोरा भने मेरो भाइ हो होइन। मैले जिन्दगीमा हामीले एउटा भोलिको दिनमा पनि हामीले यसरी होइन सबै एउटा गाउँले दाजुभाइलाई हामीले चाहिँ एउटा होइन एउटा कार्यक्रम गरेर मासु खानपिन गरेर सबैलाई रोमान्टिक गरेर हामीले सदाभर हामीले यसरी गर्नुपर्छ होइन। इन्डियन लाउरे एउटा मेरो एउटा भतिज होइन एउटा अब हामीले जे जस्तो हामीले सन्तुष्टि छौँ है होइन। ल ल कुनै दाजुभाइले पनि पानी कम्ती भयो होइन मेरो विशेष भाइ एउटा गिलास पनि लिनु एउटा आदरणीय भर्खर पाथेन जबरजस्ती निकालेर लिएर आउनु भयो क्या। एउटा पाथे त्यही पनि सम्मानको लागि चाहिँ उहाँले पनि धेरै कुराहरू बुझ्नु भएको छ। एउटा रोमान्टिकको लागि हो, धनको लागि होइन, मनको लागि हो। उहाँले मनको लागि चाहिँ धेरै उहाँले चाहिँ सोच विचार गरिराख्नु भएको छ। दाजुभाइ हो, देश विदेशको दाजुभाइहरूले पनि हामीले सम्झना गर्नुपर्छ। गाउँमा हामी बसेर गाउँले दाजुभाइहरू बसेर हामीले केही रमाइलो गरिराखेका छौँ। तपाईँहरू पनि गरिदिनु होला होइन। अब शुभचिन्तक मेरा छोरा दाजुभाइ दिनु होला। देश विदेश हुने सबै सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, बाबा आमा कोही हुनुहुन्छ भने सबैलाई ह्याप्पी दसैँ है भन्ने हामीलाई लागिरहेछ। हामीले जे जस्तो बोले कोही गल्ती भयो भने माफ गरिदिनु होला। आज कस्तो रह्यो, रमाइलो कस्तो रह्यो? हामीले कस्तो रमाइलो भयो भने कुनै जिनिस हामीले काटमार गरिएको थियो, दाजुभाइहरू मिठो मिठो सब खाइयो बसियो होइन। त्यसको लागि चाहिँ शुभचिन्ता तपाईँहरू दाजुभाइ सुखसँग तपाईँहरू पनि मनाइदिनु होला। कतिपय मान्छेहरूलाई दुःख पनि परेको होला, उहाँको लागि पनि हार्दिक श्रद्धाञ्जली हामी पनि व्यक्त गर्दछौँ। श्रद्धाञ्जली होइन, दसैँको शुभकामना। मुरेको पनि छैन र गाउँमा पनि छ नि त होइन होइन। श्रद्धाञ्जली हामीले पनि दिनुपर्छ होइन। यति उहाँहरू पनि बिमार भएको हुनाले उहाँहरूलाई पनि कुनै कुराहरू पनि राम्रो होस्, आशीर्वाद राम्रो होस् होइन। पनि त्यो शुभकामना गर्दैछौँ। दाजुभाइ देशमा यस्तो छ हल्लीचल्ली, सबै दाजुभाइ मिलिजुली हामी पनि बसौँ। दाजुभाइहरू बच्चाहरू सबैजना खुसी होस् होइन। राम्रो उपचार होस् होइन। त्योभन्दा खुसी केही पनि छैन होइन। हामीले मानेको छौँ। अन्त उहाँहरू बिचरा है हस्पिटल बसेन होइन। उनीहरू उहाँहरू अब कसरी देश चाहिँ राम्रो होस् भनेर उहाँले गर्नु छ होइन। तर जे जस्तो भने बिचरा है अब हामीले खाइहा, तर उहाँहरू चाहिँ बिचरा बेडमा सुत्नु भएको जेन्जीहरूलाई चाहिँ उहाँलाई चाहिँ देश बनाउन लानुपर्छ। ठिकै छ, अब उहाँले चाहिँ देश बनाउनुहुन्छ जस्तो भने होइन। तर हामीले खाइहा, अब हामीले खाए पनि बिचरा उहाँहरूको अब आँसु कति बगेको छ है, गोली लागेको छ कति है। उहाँहरूले बिचरा त्यो चाहिँ बिचरा उहाँहरूले चाहिँ अब जे जस्तो भने राम्रो गर्नुहुन्छ उहाँले चाहिँ। त्यो खुसी छ। त्यसको लागि हामी पनि धेरै धेरै दुःखदमा हामी पनि छौँ। हामी यसलाई शुभकामना गर्दै बिराउँछौँ। ल